अस्ति एउटा टिकटकमा भिडियो आएको थियो क्या प्लान गर्नु छ चिया नै खाने रे प्लान बनिन सक्छ चिया नै खाने रे रिस उठ्यो चिया नै खायो खुसी भयो चिया नै खायो टाउको दुख्यो चिया नै खायो अनि टाउको जाति भयो चिया नै खायो काममा गयो चिया नै खायो घरमा आयो चिया नै खायो यो चाहिँ मेरो श्रीमतीको चियाको रेसिपी हो इन्डियामा अघि दिनेश भाइले भने जस्तै डोलीको चिया हो हाम्रो यहाँ चाहिँ पूर्णीको माइलीको चिया पूर्णजीले बनाएको चिया यो चाहिँ पूर्णी चिया दिनमा कतिचोटि खान्छौ तिमी भनिदिनु पर्यो मायालु नहाँसिकन भन न कति खान्छ 8 देखि 9 सम्म खाए चाहिँ अलिकति टाउको दुख्नु सजिलो हुन्छ होला अनि गुड डे चाहिँ कति खान्छ ब्याड डेमा चाहिँ 8-9 चोटि अरे गुड डेमा चाहिँ कतिचोटि पकाइरहनु खाइरहन्छ भनेपछि 15-20 चोटि कुरोहरू छ त्यसै चिया चाहिँ हेर्दाखेरि खाउ लाग्दो क्या तर मैले चाहिँ 15-16 वर्षमा चिया